यहाँ आएपछि त सिरिङ सिरिङ हुन्छ त यार के गरौँ म सो म चाहिँ यहाँ तेन्जिनमा आइसकेको छु यहाँ चाहिँ देख्न सक्नुहुन्छ मेरो पछाडि हेर्नु त मेरो पछाडि के छ कस्तो लाग्यो त वाउ दामी सनसेट आयो ओ यहाँ त नाङ्गे मान्छे रहेछ कस्तो लाज नभएको मान्छे हेर्नु त ए ऊ अबै हेर न फेल लिँदैछ समले हेलो वेलकम ब्याक टु माई युट्युब च्यानल फेरि पनि तपाईँहरूलाई स्वागत छ म पनि फेरि रिटर्न ब्याक भइसकेँ के छ अनि सन्चै छ नि सबैजना सन्चै हुनु पर्यो है किनभने त्यसरी टेन्सन तनाव लिएर बस्नु हुँदैन है सो अनि आज म चाहिँ आज चाहिँ के हाम्रो बिदा हो नि त आज हिजो स्याटरडे थियो आज सन्डे सन्डे पनि बिदा हो सो यताउता नुहाउने सफाहरू गर्ने गरी आज त्यसपछि आज यसो बेलुकाको लागि फ्रेस हुनको लागि हामी चाहिँ यसो बाहिर निस्क्यौँ न त भनेर पार्कतिर यसो होइन हेरौँ न माहौल वातावरण के छ कस्तो छ भनेर सो त्यसको लागि चाहिँ हामी साथी रेडी भएर कति ह्यान्डसम भएछ आज अनि साथी र म चाहिँ निस्किन लागेछौँ सो अब हामी के रमाइलो यसो फ्रेस हुने कुराहरू गर्छौँ त्यो कन्टिन्यू देखाउने छु किप वाचिङ हामी अहिले चाहिँ यो पुरानो टेक्निकल घर जस्तै टाइपकोमा आएको छ जस्तै यस्तै है पुरानो जापानको यो टेक्सचर छ नि एकदम थाकेर यस्तो भइरहेछ केही आवश्यक पर्छ तिमीलाई खासमा तिमी यो ऊ देखेर होइन बेहोस भएको उताको डान्स देखेर एक्टिङ देखेर बेहोस भएको खासमा लाज लाग्यो रे त्यस्तो लजाउनु पर्दैन आऊ यता जाउँ एकछिन उता परसम्म जाउँ परसम्म रहेछ आऊ यहाँको म तपाईँहरूलाई सबै यहाँ टेक्सचरहरू पुरानो टेक्सचरहरू देखाउँछु यस्तो रहेछ पुरै होइन यो चाहिँ कस्तो भने जापान पहिला स्टार्टिङ पोइन्टमा होइन त्यो कस्तो भएर कस्तोबाट बनेको थियो भन्ने कुराहरू देख्न सक्छौँ हामी चाहिँ यो चाहिँ नेपालीबाटै सबै यो फोरेनर बस्ने बिल्डिङ हो जापानिजहरू त्यस्तै पुरानो टेक्सचरको यता पनि छ है यसरी बस्ने होइन जतिखेर उतै नहेर न यार जतिखेर उतै हेरेको छ तिमीलाई के भइरहेछ आजभोलि अब यहाँ नि बस्नुपर्छ घारीमा त नबस्यौँ राम्रो छ यहाँ बस्न आउँदैन म सिकाइदिन्छु सोमले एकदम सिकाउँछ यस्तो स्टेप वाइज नम्बर 1 नम्बर 2 भन्दै उसले सिकाइरहेको हुन्छ यो पछाडिको चाहिँ मेरो पसल हो क्याफे तपाईँहरूलाई चाहियो भने म के गर्न सक्छु 30% अफमा है पुरै वाउ दामी सनसेट आयो यार ओह ब्याक यस्तो मजा लाग्यो सनसेट सर कडा ल दामी आइदियोस् किनभने सनसेटमा दामी आइरहेको रहेछ कि नयाँ नयाँ कुराहरू हामी देखिरहेछौँ यहाँ आएर होइन नेपालमा भन्दा फरक छ नि फरक भास्ट डिफ्रेन्ट यस्तै कस्तो सफा छ टक्क होइन हामी अहिलेसम्म कहाँ थियौँ भनेर तपाईँहरूले खोजिरहनु भएको थियो होला हामी कहाँ थियौँ भनिदेऊ त हामी ठाउँको नाम त थाहा छैन ठाउँको नाम थाहा छैन तर हामी एकदम पिसमा छौँ शान्ति हामी चाहिँ शान्त ठाउँमा छौँ अनि अहिलेसम्म हामी के गरेको हामीले फोटो भिडियो खिच्यौँ यहाँ हामी कन्टेन्ट क्रिएट पनि गर्दैछौँ तपाईँहरूले अब सोच्दै पनि छौँ अब हामीले कस्तो खतरा धमाका ल्याउन आँटिरहेको छु तर मेरो बिजी भएर हो कि बिजी भन्दा नि तनाव भयो किनभने कामै छैन अब काम छैन त्यही भएर चाहिँ हामी बिजी थियौँ है सो तर यो चाहिँ दामी रहेछ है कहाँनिर भने यो कहाँनिर हो यो ठाउँको ठ्याक्कै तपाईँहरू पनि होइन फुकुकामा हुनुहुन्छ भने यहाँ चाहिँ आउनुपर्छ है जो पनि र नेपालबाट पनि जापान आउनु पर्यो कि जापान आउनु जापानमा यस्तो चिल छ यस्तो जापान चिलमा नआएर हुन्छ होइन यस्तो रमाइलो छ जापान होइन त्यही भएर नेपालमा हुने जो पनि त्यहाँ त्यत्तिकै फोकटमा हेरेर बस्ने होइन है एप्लाई गर्ने आइहाल्ने मलाई बरु यहाँनिर कन्ट्याक्ट गर्ने एकदम म हेल्प गरिदिन्छु
त्यस्तो फेरिमा एकदम हेल्पफुल मान्छे बच्चैदेखि। ल अब चाहिँ हामी यहाँबाट निस्किनु लागिरहेको छ। यहाँनिर अघिसम्म थाहा भइहाल्यो होला हामी के गऱ्यौँ, यहाँनिर यसो फोटोसोटो भिडियोहरू होइन खिच्यौँ, अनि टक्क हामीले रमाइलो लियौँ। जे होस् यहाँ आएर मजा आयो। हाम्रो अझै रोकिएको छैन, फेरि सकिएको छैन हाम्रो डेस्टिनेसन। आज हाम्रो डेस्टिनेसन अझै टाढो छ, तेन्जिङ। तेन्जिङ भनेर थाहा छ नि, फुकुका हुनेहरूलाई कति रमाइलो ठाउँ भनेर। भनेर उसले सोद्धा हुन्छ। चस्मा लगाएपछि त होइन छुट्टै फेरि तबाङ हान्छ नि त। सो ल अब हामी अर्को ठाउँ देखाउँछौँ, किप वाचिङ। त्यहाँ बिचमै हेरेर जाने होइन है भनेको छ नि फेरि। हेलो, म चाहिँ यहाँ तेन्जिङमा आइसकेको छु। यहाँ चाहिँ देख्न सक्नुहुन्छ मेरो पछाडि, हेर्नु त मेरो पछाडि के छ, कस्तो लाग्यो त, हामी किन आएको यहाँ भनेर। सो यो चस्मा समालाएर ल यहाँको भ्यू हेर्नु ल कस्तो राम्रो छ। हामी किन आएको भन्ने कुरा अब पत्ता लाग्छ कि तेन्जिङ पार्कमा हामी किन आएको भनेर। यहाँको माहौल हेरौँ त ल। त्यहाँको गीत गाउने कहाँ गइसकेछ हो, ला गइसकेछ नि, मलाई भिडियो खिच्नु पऱ्यो भनेको। यहाँको हेर्नु ल, सनसेट हेर्नु त यहाँको क्या बवाल छ। ओहो, निशानले जहिले पनि राम्रो राम्रो कुरा खोज्छ कि त्यस अन्तर्गत के पर्यो त देख्यो, कति राम्रो छ यहाँ। अनि यहाँ आएर छुट्टै अघि अघि त पनि छुट्टै भइरहेको थियो मजा होइन, त्यही पनि अहिले आएर नि फेरि छुट्टै रमाइलो भयो कि। किन थाहा छ नि, मलाई फेरि यस्तो यो टाइपको हुन्छ नि सनसेट, यो टाइपको सनसेट यो साइडको, अनि यसमा फोटो खिच्नु अनि यहाँ हेर्दै बस्नु मलाई छुट्टै रमाइलो लाग्छ कि। सो त्यही भएर चाहिँ एकदम यहाँ आएर त यति मजा आयो कि, यति मजा आयो कि होइन। अब हामी अझै जान्छौँ उता परतिर जानु छ अझै, अनि अझै छुट्टै रमाइलो हुनेवाला छ। अनि सोम त्यहाँ बसिरहेछ। अब तपाईँहरूलाई म यहाँको माहौलहरू देखाउँदै जान्छु। किप वाचिङ, किप कन्टिन्यू। ओके, कस्तो भयो अब यता एकछिन जाउँ त। अब उसले चाहिँ उहाँ यस्तो दिइरहेछ है, फोकसमा छ कि फेरि, फोकसमा छु होइन, तिमी फोकसमा होइन त। यत्तिको माहौल त हुनु पऱ्यो नि यहाँ आएपछि। फुकुकामा बस्नेहरू यता चाहिँ आउनु छोड्नु भएन है, माहौल ठिक छ नि। अब यहाँ छुट्टै रमाइलो हुनेवाला छ। ओ यो एक साइड जाउँ न, ऊ परसम्म आऊ। साइकल त लग्दैन होला, कि साइकल लक हाल्ने। ओ हो त साँच्ची, साइकल त त्यहाँ छ त, साइकल राख्ने ठाउँ त यहाँ देखाइरहेको छ त है। ऊ त्यो साइड जाउँ न एकछिन, केही हुँदैन त्यो साइकल, केही हुँदैन होला कि के गर्ने। मिल्दैन होला, कसैले डोर्याएको छैन। बाइक भएको भए यतिखेर म बाइकमा बाइक भएको हामीले यति मजाले हानिसक्थ्यो नि। फ्री फुल चाहिँ फोटो खिचेर यो रहेछ नि त, सिस्टम त यो रहेछ नि त। यहाँबाट यहाँ छ मान्छे होइन, यसरी यहाँ चाहिँ बोट पनि थियो, यहाँ मुनि चाहिँ बोट पनि चल्छ होइन गाइस। ऊ पर देख्न सक्नुहुन्छ, रमाइलो भइरहेछ। कस्तो लाग्छ भन्नुलाई, यो एकदम रमाइलो छ कि फुकुकाको तेन्जिङ भनेको चाहिँ। मुटु मुटु यहाँ दुख्नेवाला मुटु। सो यहाँ हुनेहरू यहाँबाट उसको यस्तो टेक लिइरहेछ कि पनि फोटोग्राफर A1 हो नि, पहिला त्यत्रो पढायो हो नि त होइन। आउँछ म त हेर्दै जाउँ एकैछिन हेऱ्यो अनि फर्किहालौँ। अनि उता परसम्म जानुपर्छ, यताको माहौलै छुट्टै छ नि, यतिको त हुनु परिहाल्यो नि। यहाँ आएर कस्तो भाइब्स आउँछ हामीलाई, ठमेल ठमेल आउँछ, यहाँ आउँदैन भन त होइन। अब हामी त हेर्ने बस्ने थुक निल्ने हो। यहाँ गाउने टाइम पनि सकिएछ है। मलाई कस्तो भिडियो गर्न मन थियो त्यहाँनिरको, त्यहाँको भिडियो टक्क बनाएर होइन। टिकट त लाग्दैन नि यहाँ छिर्नलाई। के ट्रेन पनि हो, हामी यसरी पनि छिर्छौँ, नेपाली हो। ए होइन, यहाँबाट नछिर्नु, यहाँ गाह्रो पर्छ अहिले। यसरी छिर्ने हो। ओहो, यहाँको माहौलहरू यस्तो छुट्टै रमाइलो भइरहेछ। जे होस्, ओहो कुरै छोडौँ न, कुरै छोडौँ। यहाँ फिल्म टिकट होइन। ओहो वाह, यहाँ हेरौँ त ल, हेरौँ त हेभन के खाने के छ त्यहाँ। हामीलाई टेस्ट नै मिल्दैन, त्यो समस्या हो नि त।
हो कि होइन भन त औ लेट्स गो कम विथ मी यहाँको फुडहरू खाउँ भने सकिँदैन मतलब सकिँदैन भन्दा नि टेस्ट नै मिल्दैन बेक्कामा फाल्नु भन्दा त बरु होइन यतिकै बस्नु नै ठिक हो ल यहाँ बडी इन्जोय गाइज इन्जोय लेट्स इन्जोय उसले पनि दिइरहेको छ यहाँ हेर न बोर्ड हेर न यहाँ त 500 जानु छ है क्या हेलो 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 इन्जोय दिनु पर्यो नि हाइदिँदैछ पुरै आफ्नै मान्छे हो हाम्रो हाम्रै टिपको होइन के सबै दिँदैछ त पुरै दिन्छ त यार हाई कति मेरो यार कान्छी आमापट्टिको जत्तिकै हाइदिन्छ है अब ल ओ साइकल त यता राख्नुपर्छ क्या र यार ओए सोम कम ओ साइकल त यता राख्नुपर्छ क्या रे बाटोमा उठाउँदै यहाँ ल्याउने हो त ल जाउँ यहाँ साइकल ल ओके हामी साइकल राखेर फेरि भिडियो कन्टिन्यू गर्छ है त यस हामी फेरि पनि आइसकेको छ यसको फोटो बबाल आउँछ तर दामी आउँछ होला हामी साइकल पार्किङ यस्तो हुन्छ जापानमा टक्क यस्तो गर्ने यहाँभित्र छिराउने अनि पैसा तिरेपछि मात्रै छोडिदिन्छ यस्तो सिस्टम हो नि त सिस्टम भनेको सिस्टम ल तिमी फोटो खिच्छौ ओके म भिडियो त कन्टिन्यू गर्नै पर्यो होइन त्यही पनि फोटो पनि त खिच्नु पर्यो नि त फोटो खिच्नु परेन मैले सोमको कतिवटा एक दुईवटा फोटो खिचिसकेको छु अब यहाँको माहौल हेर्नुपर्छ यहाँको बुझ्दैछ हेर्नुपर्छ जापानको त हेर्नु परिहाल्यो नि ओहो ओ सम्भाव ल दामी छैन त यहाँ अहिले पनि देखाएको थिएँ नि परबाट है अहिले पनि ल दामी छ है ओहो यति भएपछि मलाई किन चाहियो र अरू ओ यहाँ त नाङ्गे मान्छे रहेछ कस्तो लाज नभएको मान्छे हेर्नु त ओ यहाँ त नाङ्गे मान्छे रहेछ कस्तो लाज नभएको मान्छे हेर्नु त ए ऊ अबै ओइ मलाई त लाज लाग्यो हेर्दैन नाङ्गे मान्छे हेर देख्यौ हेर न फिल लिँदैछ सोमले हेर न फिल लिँदैछ सोमले लाज नभएको लाज छ होला उसले राखेको होला कहीँ ओहो अब यो बोटमा चढ्नु पर्ला यो बोटमा नचढी भएन यस्तो चिज बढी यार एउटा चिज उता त पानी मात्रै छ है यो एउटा चिसो किन्न जाऊँ न त्यो मन्स्टर खाने मन्स्टर यहाँ चढ्न आउँछु म पनि यो बोटमा चाहिँ चढ्छु होला म आउने कहिले आउने भन स्यालेरी आएपछि भन हाम्रो स्यालेरी आएपछि हामी एकचोटि आउँछौँ घुम्नलाई आउनु परिहाल्यो नि स्यालेरी आएपछि यति त हान्नु परिहाल्यो नि स्यालेरी आएपछि होइन म गाडी पनि यति रन्केर आउँछ कि खाली कफी खाइदिउँ ल कफी लाते कोल्ड हो कि यो कोल्ड होला है सबै कोल्ड होला यिनीहरू के खाने भन त ल यतै कहाँ छ ठुलो नम्बर मात्रै हेरेर यसमा केही छ त सबै कोल्ड होला यो कोल्ड यता पानी मात्रै छ त यसमा यो खानाहरू रहेछ हामीले के किन्यौँ त चिसो छ नि त जापानमा त पानी परेर मात्रै भएको फेरि अरू बेला भएको भए कति गर्मी हुन्थ्यो भन्ने कुरा थाहा नै छैन नि पुरा यहीँ फुलहरी because I'm full of yeah, another singer
दामी छैन त अब चाहिँ नि मलाई दामी लागिरहेछ म बुझ्न त बुझ्दिनँ त्यस्तो डलर हो है डलर फेरि डलर दिएँ अब जाउँ अब यता ठिक छ होइन त ल यहाँ रमाइलो भइरहेछ टक्क होइन आमा मजा आइरहेछ यस्तो मजाको त कुरै छैन कि होइन यहाँ हेरौँ न इन्भाइरोमेन्ट हेरौँ न सबै होइन यस्तो हो सबै यता मजा नहुँदा कुरै नै भएन नि यहाँबाट इन्भाइरोमेन्ट यस्तो दामी छ कि होइन कुरै छोडौँ कसैले ठाउँ चिनेन भने मलाई पर्सनली डिएम गर्दा हुन्छ ल इन्स्टामा म यहाँ लोकेसन भन्दै म गाइड पनि गरिदिन्छु यहाँनिर ओ यहाँ आएपछि त सिरिङ हुन्छ त यार के गरौँ म सौ हेर्दै मालहरू दामी त यो क्याम्पिङ पनि चलिरहेको रहेछ है मन रहेछ ओ झ्याप देख्छु ओ माई गड बहुत गाह्रो छ मलाई यहाँ बाँच्न मलाई कम गाह्रो छ नेपालीहरूले पनि हामीले नहेरेपछि कम गाह्रो छ यहाँ हेर बिहार समातेर गयो नेपालीहरू सक्छ त नि माहौलहरू यस्तै छ यता ओ ए यहाँ म्युजिक राख नि त ओ छिरायो होइन त यतिको त हुनु पर्यो यार ओ यहाँ मेला कन्सर्ट पनि हुँदो रहेछ यार ओ वाउ दामी है ओ दामी आज फाइनली फुकुकोमा आएछु भन्ने चाहिँ अहिले फिल भयो मलाई मिल्दैन के हो मिल्दैन होटेलहरू रहेछ यहाँ कसैले स्पोन्सर होइन कोही गर्लफ्रेन्डहरूले स्पोन्सर गर्यो भने म आइदिन्छु यहाँ फेरि भालै भएन नि आइदिनु मलाई होइन त्यस्तो हो फेरि दामी भयो कि दामी छ कि भ्यूले मार्छ कि भ्यूले मेरो भिडियोमा कन्टिन्यू सब्सक्राइब गरौँ न म के देखाउँछु म म्याजिक देखाउँछु क्या म्याजिक दामी खालको होइन ल जाउँ जापानमा एकदमै टाइमको चाहिँ भ्यालु गर्ने यहाँ अघिसम्म कन्सर्ट थियो होइन यहाँ एकैछिनमा टाइममा 7 लाख सुलु गयो होइन त माहौलहरू हेरौँ त के भने बोलाउँदैछ त सम के गर्नु म त्यहाँ ओहो ठिक छ होइन त माहौल यो घरको फोटो सबैले खिच्दो रहेछ देखाइदेऊ त यो घर कति राम्रो छ भनेर यो घर हेर्नु त गाइस ल पुरै दामी छ कि सबैले माड लिएर के बुवा झ्याप्देश यो घर चाहिँ मेरै हो है आफ्नै मैले डिजाइन गरिदिएको हो म नेपालमा थाहा थियो नि म इन्जिनियरिङ पढेको भनेर यहाँ चाहिँ कन्सर्ट थियो अघि कन्सर्ट भयो त्यो नेपालीहरू पनि टन्न रहेछ यहाँ
तर कति नराम्रो नराम्रीहरू नेपाली यार। जापानिज हेरेपछि त नेपाली त बन्दै मन नपर्ने कि कस्तो रोग होला यो। घर दामी छ है, कस्तो लाइटिङ फेरि ठ्याक्क मुनिबाट मिलाएर आएको रहेछ कि वाह। ल अब आजको भिडियो चाहिँ मैले यहीँ इन गर्ने सोचिसकेँ, किनभने मेरो फोनमा स्टोरेज सकिसकेको छ, अघि नै सकिरहेछ। मैले एडजस्ट गरेर थोरै भए पनि होइन त्यो पुरानो फोटो भिडियोहरूलाई डिलिट गरेर मैले स्टोरेज थोरै निकालेर बचाएको छु। सो आजको चाहिँ के थियो भने तेन्जिङ पार्कमा हल्का रमाइलो चिजहरू हेर्ने थियो, तर अझै बाँकी छ, यहाँ छन चाहिँ टन्न छ होइन। तर पनि मेरो स्टोरेजले भ्याएन, त्यही भएर अघि अब तपाईँहरूले जति हेर्नुभयो जति देख्नुभयो जे छ होइन त्यस्तै हो। त्योभन्दा बेटर अब अर्को भ्लगमा आउँछ हाम्रो बिदा भएको दिन हामी यहाँ आएर फेरि कन्टिन्यू गर्छौँ। सो त्यति जेसम्मको लागि अहिलेसम्म जे होस् मायाको लागि सबैलाई थ्याङ्क यू सो मच। र सबैले लाइक कमेन्ट र सब्सक्राइब र साथीहरूलाई सेयर पनि गर्नु पऱ्यो है ल। अनि फुकुओकामा हुनेहरूले चाहिँ कन्टिन्यू हेर्नु पऱ्यो है यो। अनि त्यसपछि नेपालमा हुनेहरूले पनि यहाँ के भइरहेछ भन्ने कुराहरू हेर्नको लागि चाहिँ तपाईँहरूले मलाई फलो गरेर सबैले हेर्नुपर्ने हुन्छ। सो आजलाई अघि जे जति थियो त्यो देखाएर ल आजलाई चाहिँ म यहाँबाट बिदा हुन्छु। ल अर्को भिडियोमा चाहिँ म तपाईँहरूलाई एकदम योभन्दा बेटर अझै यहाँको धेरै पार्ट छ, झन् यो वाला पार्टहरू चाहिँ म लिएर अर्को भिडियोमा आउनेछु। त्यति बेलासम्म किप वाचिङ। ओके बाई बाई।